आजको कथा हो आशिषको, पहाडको काखमा हुर्केको एक युवक। यो उसको यात्राको कथा हो, जहाँ हरेक पाइलामा शङ्का थियो अनि हरेक सासमा थियो सङ्घर्ष। उसको दिनको सुरुवात र अन्त्य यस्तै शब्दहरूले हुन्थ्यो। छिमेकी होन् वा आफन्त, सबैको मुखबाट सुनिने एउटै कुरा थियो, तँले केही गर्न सक्दैनस्। अनि जब ऊ केही गर्ने आँट गर्थ्यो, अर्को निराशाजनक जवाफ तयार हुन्थ्यो, छोड दे, तेरो भाग्य नै कमजोर छ। उसको हरेक कोसिसलाई यसरी भाग्यको दोष दिएर दबाइन्थ्यो। उसको सपनामाथि अन्तिम प्रहार चाहिँ यो प्रश्नले गर्थ्यो, खेलकुद गरेर के हुन्छ र? यी सबै शब्दहरूको बोझ मुनि आशिष चुपचाप पिसिरहेको थियो। कथाको पहिलो भाग हो शङ्काको काने खुसी। साँच्चै भन्ने हो भने यी शब्दहरू विष जस्तै थिए, जसले आशिषलाई भित्रभित्रै खोक्रो बनाउँदै थिए। तर ऊ केही बोल्दैनथ्यो, मात्र सुनिरहन्थ्यो। तर भनिन्छ नि, हरेक अँध्यारो रातपछि बिहानी हुन्छ। हो, आशिषको जीवनमा पनि त्यस्तै भयो। एक बिहान एउटा सानो कुराकानीले उसको जीवनको मोड नै परिवर्तन गरिदियो। उसकी आमाले भन्नुभयो, बाबु, सपना बोलेर होइन, गरेर देखाइन्छ। कसैले साथ नदिए पनि तिमी आफै उभिनुपर्छ। यी शब्दहरू शब्द मात्र थिएनन्, यो त एउटा झिल्को थियो जसले उसको भित्रको आगोलाई दन्काइदियो। हो, त्यही दिनदेखि आशिषको मानसिकतामा एउटा गहिरो परिवर्तन आयो। अब उसलाई अरू कसैलाई केही प्रमाणित गर्नु नै थिएन। बाहिरी दुनियाँको प्रशंसा उसको लक्ष्य रहेन। उसले आफैसँग एउटा अठोट गर्यो, म अरूको लागि होइन, आफ्नै नजरमा आफूलाई जित्नेछु। अब यही नै उसको एकमात्र अभियान बन्यो, उसको यात्राको मूल मन्त्र। अनि सुरु हुन्छ कथाको अर्को चरण, थकानको मूल्य। यो उसको कठिन यात्रा र कठोर तालिमको सिलसिला थियो, जहाँ उसले आफ्नो सपनाको लागि हरेक दिन मूल्य चुकाइरहेको थियो। उसको दैनिकी कस्तो थियो होला? बिहान 4 बजे उठ्नु अनि दौडिनु, गाउँको त्यो भिरालो उकालो चढ्नु। घामले अनुहार डढाउँथ्यो, पसिनाले शरीर निथ्रुक्क भिज्थ्यो र थकानले खुट्टाहरू काँप्थे। तर अचम्म, उसले एकपटक पनि गुनासो गरेन। पसिनाको हरेक थोपासँगै ऊ आफैलाई सम्झाउँथ्यो, यही दुःखले, यही सङ्घर्षले मलाई महान बनाउनेछ। उसको लागि पीडा अब पीडा रहेन, यो त उद्देश्य बनिसकेको थियो। तर यो यात्रामा ऊ एक्लै थियो, यहाँसम्म कि उसका आफ्नै साथीहरूले पनि उसको त्यागमाथि प्रश्न उठाए। उनीहरू भन्थे, यसबाट केही हुनेवाला छैन यार, किन यति धेरै दुःख गरेको? जिन्दगीमा रमाइलो गर न। तर आशिष केवल मुस्कुराइदिन्थ्यो। साथीहरूको शङ्काको जवाफमा उसको मनमा नै एउटा शान्त आत्मविश्वास थियो। ठिकै छ, आज म एक्लै छु, तर भोलि मेरो मूल्य सबैले बुझ्नेछन्। र त्यो भोलि आयो। कथा अब आफ्नो उत्कर्षमा पुग्छ, राष्ट्रिय स्तरको दौड प्रतियोगिताको दिन। त्यो दिन जसले उसको जीवन सधैँका लागि बदल्नेवाला थियो। माहौल कस्तो थियो होला सोचौँ त? चारैतिर विशाल भिड, त्यसको भारी दबाव अनि मुटुको ढुकढुकी बढिरहेको। तर उसको दिमागमा एउटै कुरा थियो, मैले पसिनाले भिजाएको यो बाटो, यही नै मेरो टिकट हो। दौड सुरु हुँदा उसको मुटुको धड्कन यति तीव्र थियो, मानौ 1000 पटक धड्किरहेको होस्। त्यो क्षणको तनाव र उत्साह शब्दमा बयान गर्न गाह्रो छ। दौडको अन्तिम 30 मिटर, यस्तो लाग्यो कि अब सबै समाप्त हुनेछ। थकानले उसलाई लगभग लडाइसकेको थियो। उसको शरीरले पुरै जवाफ दिन छोडेको थियो। के उसको यात्रा यही टुङ्गिने थियो? के वर्षौंको मेहनत त्यही अन्तिम 30 मिटरमा खेर जाने थियो? एक क्षणको लागि त सबैतिर निराशा मात्रै देखियो। तर ठिक त्यही महत्त्वपूर्ण क्षणमा उसको दिमागमा आमाको आवाज गुन्जियो, बाबु, थकान कहिल्यै रोकिने कारण होइन, थकान त जितको सङ्केत हो। अनि त्यही आवाजले उसमा एउटा नयाँ ऊर्जा भरिदियो। र उसले त्यो अन्तिम रेखा पार गर्यो। भिडको कोलाहल, आमाको आँखाबाट खसेको आँसु र आशिषको अनुहारमा जितको मुस्कान। ऊ अब एक राष्ट्रिय च्याम्पियन बनेको थियो। तर कथा यहाँ सकिँदैन। अब सुरु हुन्छ अन्तिम, तर सबैभन्दा महत्त्वपूर्ण भाग, उसको यात्राको वास्तविक पाठ, उसको साँचो पुरस्कार के थियो त? हिजो जो मानिसहरू भन्थे तबाट केही हुँदैन, आज उनीहरू नै भन्दै थिए, वाह, साँच्चै कमाल गर्यो। उसको जितपछि सबैको बोली फेरिएको थियो। तर आशिष भन्छ, मलाई त्यो वाह
कहिल्यै चाहिएकै थिएन। मलाई त केवल आफ्नै आँखामा महान बन्नु थियो। उसको जित भिडको लागि थिएन, यो उसको आफ्नै लागि थियो, एक व्यक्तिगत आन्तरिक विजय। यो कथाले एउटा गहिरो प्रश्न छोडेर जान्छ। आशिषले त आफ्नो जित पायो, अब प्रश्न उठ्छ, हामी चाहिँ कुन जितको लागि लडिरहेका छौं?